चाहिँ हामी फर्स्टमा चाहिँ हाम्रो के थियो प्लान भने चाहिँ जुडियो आउने प्लान थियो हाम्रो साथीहरूलाई चाहिँ फर्स्टमै जुडियोमा सपिङ हुँदैछ फेरि हाम्रो अब ग्लास जुडियोमा सपिङ हुँदैछ अब हामी गर्नुपर्छ सपिङ हो है अब तपाईँ दुईजना अगाडि हिँड्नु ल म पछाडिबाट भन्छु ल बस्नु ल एकछिन अब अन्त अब यता क्या चिसो भयो फर्स्टमा 999 कति थियो ए जोरथाङको मात्रै यो कति दामी रहेछ हेर त मनपर्छ मलाई यस्तो खालको यो पनि दामी नै छ है ट्राई इट ट्राई मेरो छैलामा छैन नि त कहिले राम्रो लाग्यो उयो पनि छ नेल पेन्ट दिदी यहाँ चाहिँ कन्सिलर छ यहाँ पनि रहेछ नेल पेन्ट यहाँ लिपस्टिकहरू रहेछ ब्लस यो चाहिँ उयो साइन ग्लिटर साइन जुडियोमा सपिङ गरेर चाहिँ खतरा हुनेछ कि यत्रो ठुलो झोलामा चाहिँ हाम्रो चाहिँ यति मात्रै छ यहाँ मुनि मात्रै छ यो मन परेकै छैन सपिङ गर्ने चाहिँ यत्रोजना छ यहाँनिर 1 by 1 हेर्दै जान्दैछु हो म पनि यहाँ हेर्दै नै छु मलाई चाहिँ मन पर्यो कि तर 39 साइज मात्रै रहेछ 40 लाउने साइज चाहिँ यहाँ रहेछ नि फेरि अब चाहिँ हाम्रो नमेन्समा जानुपर्छ नेक्स्टमा चाहिँ हामी सेकेन्डमा चाहिँ हामी डोमिनोसमा जाँदैछ डोमिनोसमा अब खानुपर्छ तिम्रो के भयो स्विमिङ पुल थियो होइन स्विमिङ पुल यहाँ बस्नु न अन्त लाग्यो तर हेलो कस्तो देखेको अब हामी पिज्जा खान्छ है आलु मिमी त्यहाँदेखि आलु मिमी खान्छ त्यहाँदेखि मुभी हेर्नु जान्छ हो मुभी हेर्नु जाने यो यहाँनिर नाम चाहिँ म कहिलेदेखि खोलेको डोमिनोस सुमन दिदी भन भन यसको नाम के हो म्युनिस हो यो के हो यो मेयोनिज होइन यो के हो गार्लिक ब्रेड तीस वाला Thank you, Sri Abani. Thank you, Vivek Bhai.
यस यस कम अन बहिनी यु क्यान डु इट तिमी खानु सक्छौ दुधै एउटा हातमा राखेर हेर हामी यत्रो बेसी खाइसक्यो यहाँनिर चाहिँ आज कति बेसी खाइसक्यो हेर यहाँ पनि खाँदैछ म चाहिँ खाइसकेको तर अब एउटा चाहिँ खान्छु यो चाहिँ खान्छु जस्तो लाग्दैछ मलाई हो म खाँदिनँ बहिनी यस यस ओ टी अल्सो ह्याभ त्यो चाहिँ खानु सकेन हो अब यति चाहिँ हामी लगेर जाने भनौँ घरमा गाडीमा खाने हो त्यति चाहिँ सकेन यो चाहिँ दिदीहरूले खाइसक्नु भएन सो दिदीको पार्सल दिदीले आफै बोक्नुहुन्छ हामीले खायो दिदीले खाएन गाडीमा खान्छ अरे हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ यहाँ छ हो उनको स्वेटर हो एक्साइटेड छ तिमीहरू यस म पनि एक्साइटेड छु तर नाम्चीमा त म फर्स्ट टाइम हेरेको थिइनँ भिडियोमा क्वालिटी त आइन्छ त्यसो त अहिले भएर पाउँदैन त उताबाट पनि झर्नुपर्छ त यहाँबाट त कहाँ हुन्छ के भयो तिमीलाई सोना दिदी यो उतापट्टि राख्नु न यो यिनीहरू पखाइदिने यसो उता सिफ्ट गरेर मान्छे अब आज त मुभी हेरेर हामी 5:30 पनि भयो हो त यो म क्लिप भोलि मात्रै लाउने बेला भयो नि अब बाहिर राति भयो अँध्यारो हो जाडो त्यस्तै रहेछ नाम्चीमा यहाँ भाइ चाहिँ पर्खिरहेको छ हामीलाई फेरि ब्याग बोकेर अब जाउँ है जाडो कम्ती छैन रहेछ लु नाम्चीमा बहुत जाडो बहुत ठन्डा अन्त त कति जाडो हो अब चाहिँ हामी गएको सन्ता दामी है एन्डिङ चाहिँ साह्रो मलाई पिस्वाद लाग्यो तर अनि भेटेन बुढो हुँदा बुढो हुँदा पनि भेटेन एन्डिङ चाहिँ भाइ र बहिनी एकअर्कामा मिलेर सपिङ गरिदिँदैछ हो श्रेया ह्याप्पी हामीलाई चाहिँ कसले किनिदिने यहाँ हामीलाई कसले किनिदिने यसलाई कसले किनिदिने यसलाई यहाँ बसिरहेछ कसले किनिदिने सपिङ कसले किनिदिने गरिदिने माथि त गरिदिँदैछ सपिङ हो यहाँ सपिङ गरिदिँदैछ हो विवेकले ब्याग किनिदियो उहाँलाई हो अब हामीलाई कसले किनिदिने हामी बिचारा कोही छैन जान्छु के भयो भने त सन्तातिर मैले चाहिँ रिल्स बनाएको थिएँ ग्रिन पार्कमा बेसी उफ्रेको रिल्समै पार्टी बनाएको डान्स भएको खाँदियो अन्त तिमीले पार्दियो पार्दैन आजको हाम्रो लास्ट है यो हाम्रो लास्ट केएफसी खाएर चाहिँ घर 8 बज्नु आँटिसक्यो हो अन्त अब हामी घरमा गएर सुत्नु मात्रै पर्छ खाने है
फर्स्ट डे उसलाई दिउँभन्दा अघि खाएँ यो तिम्रो उसमा हाल्छु खानु सबैजना नखानुपर्छ नि घर गएर किन फाटको फाइटो हातको फाइल होला नि ग्यास्ट्रिक हुन्छ भनेको सुन्नु भएन फेरि उब्रेको त्यो अन्त केएफसीको बाट हाल्नु पठाउ न हाँ? केएफसीको डल्लै यता हालेर केएफसीको हाल्नु पठाउ न यसमा सफा होइन सफाइ गएको त केएफसीको पनि डाइरेक्ट घुमाउनु न सन्ता कति पिस लाने भन्छ नि त्यही माथि घुमाउनु कसले खान्छ यत्रो हाल्नु न उसले त कुन चाहिँ मन परेको थियो के भन्थ्यौ अबि भयो लु बिर्सेनु कति भन्दै हाल्यो केचपसँग खाने यसले खाँदैन हौ बिगार्छ फ्याँक्छ यसरी पहिला महिना चाहिँ वाइट छोड्नु यी पछाडि मुनिबाट यसो